हामी कहाँ जाँदैछौँ बहिनी? धापकाम होइन, धाप ड्याम। ए ड्याम धाप ड्याम चिसा पानी सुन्दरी जल। हेलो, ल ल अब निस्क्यौँ, बाई बाई। हेलो, हामी चाहिँ अब जान लाग्यो। हामी चाहिँ दुईटा स्कुलमा जाँदैछौँ, यो र यो। सो लेट्स सी। अब हामी चाहिँ हिँडिसक्यौँ। ल लेट्स सी। अरू दाइहरू पनि देख्नु पऱ्यो क्या पछाडि। अलिक बिस्तारै चला, सँगै जानु पर्छ। हामी अहिले चाबेल चोक पुग्यौँ र चाबेलबाट बौद्ध जोरपाटी हुँदै सुन्दरी जलतर्फ लाग्यौँ। हामी चाहिँ सुन्दरी जल आइपुगेका छौँ। सुन्दरी जल जाने बाटो उकालो लाग्ने भनेर। ल ल हामी चाहिँ यहाँबाट यो मन्दिरको तल तल हुँदै उकालो लाग्छौँ। तपाईँहरू धाप ड्याम आउँदै हुनुहुन्छ भने चाहिँ क्यास पैसा चाहिँ लिएर आउनुहोस् है। अनलाइन चाहिँ यहाँ नहुने रहेछ। हामीले पनि अनलाइन यहाँ पसलमा साटेर 30 रुपियाँ एक्स्ट्रा तिरेर एउटा रिचार्ज कार्ड किनेर हामीले क्यास आउट गऱ्यौँ अनि बल्ल हामी जान पाइरहेको छौँ। अदरवाइज नो अप्सन। यहाँभन्दा ठ्याक्कै तल चाहिँ त्यो शिवपुरीको मेन इन्ट्रान्स गेट पर्छ होइन, त्यहाँको चाहिँ भिडियो रेकर्ड नपर्नु भनेर हामीले गरेनौँ। बाख्रालाई चिप्स दिएको एउटा सब पछि लाएर मार्न आँटे छैन, गाली हुन आँटे मलाई पखाल दिएन नि म त। गाइस यो ठाउँमा आएपछि चाहिँ प्रायः सबैजना कन्फ्युज हुनुहुँदो रहेछ बाटो होइन, कहाँबाट आउने हो तर अनि ऊ यता जाने रहेछ है, यताबाट जाने हो है धाप ड्याम जाने बाटो चाहिँ। हो बिस्तारै गाइजहरू बाटो
हाम्रो भाइ त अफ रोड पर्फेक्ट हो नि त होइन यतापट्टिबाट जा यो बाटो चाहिँ खोला छेउको बाटो भएर होला विन्टरमा पनि बाटो एकदम हिलो बिग्रेको रहेछ त्यही भएर सोचे भन्दा टाइम पनि धेरै लागिरहेको छ हामी लगभग पुग्न लाग्यौँ तर अझै पुगेको छैन बाटो यस्तो खतम रहेछ यस्तो स्कुटर त यस्तो चिप्लने भाइले म सक्दैन स्कुटर चलाउन तेरो स्कुटर तै चला भनेर मलाई ह्यान्डओभर गरिदियो मेरो पनि यहाँ बिजोक परिरहेछ फाइनल्ली गाइजहरू हामी एकदम मुस्किल बाटो कटेर अब लाग्ला आधी घन्टा जति अब त्यो पछि फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ पछाडि हाम्रो दाजुहरू पनि आउँदै हुनुहुन्छ इनर्जीको लागि इनर्जी ड्रिङ्क पनि छ हामीसँग यति गाह्रो है मोबाइलमा हेरे जस्तो भिडियोमा जस्तो सजिलो केही रहेनछ है हामी चाहिँ फाइनली धापड्याममा आइपुग्यौँ ठाउँ चाहिँ एकदमै राम्रो लाग्यो है हामीलाई सबै थकाइ मेट्यो यहाँ आइपुगेपछि चाहिँ बाटोको दुःखहरू सब भुल्यो बाटो चाहिँ एकदम बिग्रेको रहेछ त्यही पनि यहाँ आइपुगेपछि चाहिँ एकदम आनन्द शीतल एकदम पिसफुल ठाउँ रहेछ है यो चाहिँ हामी चाहिँ अब घर फर्कन जाँदैछौँ र यो ठाउँबाट चाहिँ अर्को बाटो पनि रहेछ घर फर्कने जर्सिङ पौवा हुँदै यो चाहिँ त्यो बाटोभन्दा एकदम सजिलो रहेछ फाइनल्ली हाम्रो यात्रा सकियो बाई बाई थ्याङ्क यू फर वाचिङ